हामी एक्जाम दिन जाँदैछौँ आज है त। हाम्रो एक्जाम सेन्टर कहाँ हो? एम्बिसन कलेज एक्जाम दिन जाँदैछौँ। किन नराउ न कस्तो तनाव भइरह नि केटा त्यो बुकमा के मात्रै छैन कि कस्तो खालको कोर्स बनायो कि यो। यिनलाई के भनिरहेको छु मैले थाहा? यिनलाई टेन्सन छैन कि नेपालको अध्ययन हो, पूर्वदेखि पश्चिमसम्म घुमेकै छन्, यिनलाई टेन्सन छैन। म घुमेको छु यस्तो ठाउँ गएको राष्ट्रनीति आयो भने त के लेख्ने हो? गफान्ने हो। के गफान्ने हो र? आजको टेन्सन होइन क्या, यत्रो होइन। म त आजको छ टेन्सन। सन्देश पनि आउँछु भन्दै थियो। सन्देश पनि युएन पार्कनिर पुग्यो भने त यहीँनिर आउने छ मैले। त्यो रातभरि नसुतेर पढिरहेको थियो भन्ने ल हो। अवस्था छ। 1 मिनेट वेट नगरेर मुलाएर दुःख दिन म उतिबाट आउँदैन चिने बाटो यार। कुन चाहिँ चिने बाटो? म यतैबाट आउँथेँ नि त पुरानो अघि नै। अहिले कुनबाट आयो? यताबाट। थाहा पाइ त गर्मीको गर्मी यहाँ भित्र बस्नु यार। नेपालको वैदेशिक एक्जाम कति बेला हो रे? यार मलाई थाहा छैन अन्त हुन्छ। कति बेला हो एक्जाम? 1 बजेदेखि। भन न। के छ? ठिक छ हामी छौ। एक्जाम कति बेला कति बजेदेखि हो? थाहा छैन 1 बजे भने जस्तो लाग्थ्यो त्यही हैन। अहिले कति बज्यो? के छ हुन्छ? 12 बजे कस्तो छ त यार? यो त कुनै भयंकर छ त यार यो बस। कसको यो? साथीहरु एक्जाम दिन आएको के गर्न आएको यो के हो यो? व्हाट इज दिस? शीतल कहाँ छ यार? पढ्दैछु यार। एक्जाम कति बजे हो? एक्जाम 1 बजे हो। अब 12 बजेर 5 मिनेटको पढ्दैछौँ। मर्ने बेला घिउ खाएर हुन्छ। के गर्ने यस्तै छ स्थिति। ठिकै छ। साथीको कटाक्षलाई भावी सन्देशको रूपमा प्रयोग गरौँ हैन? गरौँ। ठीक छ ठीक छ। हुँदैछ प्रयोग। सन्देश भण्डारीको रूपमा ग्रहण गरौँ। सन्देशको रूपमा सिद्धार्थको विचारलाई सन्देशको रूपमा। यो कुरालाई एकदम सूक्ष्म के छ? यही कलेज हो? यही कलेज हो? यही कलेज हो यार। कस्तो फाडिन्छ त? सबै म्यामहरू हुन्छन् जस्तो त गार्ड पुरै म्याम मात्रै देख्छु म त। ठिकै छ त त्यसो भए त सजिलो। होइन नि म्यामहरू लास्ट टायर गर्ने हो नि। भ्लग बनाइरहेको छु क्या मैले। यहाँ लास्टै कडा हुन्छ अरे। यो हाम्रै आराममा पढाउने एउटा सरकै हो यो कलेज, तर पनि कडा गर्छ भन्ने कुरा छ। के हो हान्दिने हो क्या? प्लानिङ भइरहेछ यहाँ। यो सबैजना हुन हान्नु जाने चाहिँ एक एक गरेर हान्दिने हो। यस्तरी हान्ने हो। मेन हाम्रो नाइके उहाँ हो होइन त? ल प्लानिङ भइसक्यो, अब एप्लाई गर्न मात्रै बाँकी छ। के छ त तयारी? सरो भगर अष्टपुत्र भव। ओहो कस्तो हो एक्जाम? एकदम राम्रो भयो। एक्जाममा स्योर पास भइन्छ। हो पक्का हो? तिम्रो के हो? रिजल्ट आएपछि थाहा हुन्छ। हो र तिम्रो धारणा? रिजल्ट ल व्यापक हानी हो त्यसो भए केटाहरूले फाँडे आज। अब यो फर्स्ट डिभिजन हान्ने भने नै हो नि। ट्युब फान्ने अनुहार हो। म पछिको तिमी त हो नि। ओहो के छ एक्जाम कस्तो हो? के अरे सुनिएन क्या क्लियर? हेलो गाइज, डे 2 अफ एक्जाम। आज हाम्रो दोस्रो दिन हो एक्जामको। अस्तिको चाहिँ पहिलो एक्जाम थियो, आज हाम्रो दोस्रो एक्जाम छ। यो त्यसैको अर्को दिन चाहिँ होइन, यो तेस्रो दिन हो ठ्याक्कै। आज दोस्रो एक्जाम छ, हामी जाँदैछौँ। के कस्तो हुन्छ तिमी गएर। लास्टै टाइट छ सेन्टर। अस्ति त हावै भयो, बर्बादै रहेछ है। कस्तो भयो अरे एक्जाम अस्तिको? एकदम अलि टाइट रहेछ। सेन्टर कस्तो थियो? सेन्टर त कस्तो भन्नु ठिकै। खत्तम हो त्यो ठिकै भन्नै मिल्दैन त्यसलाई। यो त दायाँ बायाँ नि हेर्नु दिनु भने यहाँ त्यस्तो नै हुन्छ। हाम्रो एक्जाम सकिएपछिको चिया हो यो। एक्जाम पनि सकियो, चिया पनि सकियो है। त्यस्तै छ। पानी पर्ला जस्तो छ, परे चाहिँ छैन। पऱ्यो भने यसो रमाइलो हुन्थ्यो भन्ने हो। केटालाई चाहिँ अलिक गाह्रो हुन्छ होला रुम जान। ल यतै सुताउँला होइन त? के हो? मान्दैन नि। किन नि? किन मान्दैन? आजभोलि बस्दैन भन्छ। किन सन्देश? पहिला त सधैँ बस्थ्यो त, आजभोलि किन मान्दैनौ? के आइरहेको तिमीलाई? बुढी छोड्नै मन लाग्दैन। त्यो आएर कलेजको उसमा ट्याग गरेर
त्यसमा त्याग गर्छ क्या कतिजनाको दिल टुट्छ है त्यसपछि टुटिसक्यो दिल त हो साथी हो भोकले व्यापक च्यापेपछि खाजाको रूपमा हामी मोमो खाँदैछौँ यो ठाउँमा पहिलोचोटि हो यस्तो चाहिँ छ हेर्नुहोस् कतिको मिठो हुन्छ थाहा छैन एक एकवटा बजाइसक्नु भयो भन्नुहोस् त रिभ्यू दिनु त राम्रै छ सन्देश रिभ्यू देऊ त पिरो बढिराखेको हो र हर्का दाइको तिमी त्यति राखेर पिरो बढिरहेको छु भन्छौ मेरो हेर्दा मलाई तनाव पो हो त मेरो हेर अन्त तनाव ल यो हेरेर चित्त बुझाउँछु म बजाउँछु है त कस्तो रहेछ म रिभ्यू दिन्छु तपाईँहरूलाई ओहो फुट्यो त यार साइनिङ ल्याएर टक्क होइन त राम्रै रहेछ यार है ठिक रहेछ म त झोल हालेँ मजाले असल त गर्नु पऱ्यो है असल चाहिँ हुनु पऱ्यो भुँडीबाबुसँग म अर्को साग दादा दिदीहरू औपचारिक रूपमा रत्न राज्यको यात्रा सकियो हाम्रो आज हो केटा आउँदैन कामै छैन औपचारिक रूपमा सकियो आज हाम्रो असाइनमेन्ट के लफडा थियो आज त्यहाँ माथि हामीले त्यो पनि सिद्ध्यायौँ एक्जाम त त हिजै सिद्धियो हाम्रो आजदेखि यहाँ फर्केर नि हेरिन्न म त पढ्न आउनु कसै पनि नभन्छ यहाँ आउनुले त्यो चाहिँ हो म निस्किँदै गर्दा यदि खुकुरी बग्ने ठुलो रहर छ भने आरार छिर्दा हुन्छ ढुङ्गा हान्ने ठुलो रहर छ भने आरारको लागि ट्यापेन्द्र बन्ने हो भने आउँदा हुन्छ फेरि कसैसँग नाम मिल्न गएपछि अहिले आउला नि फेरि समस्या त्यो पनि छ हो ल आउन पाउँदा म एकदम लाइटिङ मिलेन भाइ उता खोल्यो हो ल अब बोल सिद्धार्थको भ्लगमा आउन पाउँदा एकदमै खुसी थिएँ त्यही पनि 3टा आँखा भएको मोबाइलबाट है यस्तो खुसी लाग्यो कि आज ब्याचलर पनि सकियो अब साथी भेट हुन्छ कि हुँदैन होइन तर अब हाम्रो भेट चाहिँ भइदिएको हुन्छ होइन केही छैन रमाइलो हुन्छ सिद्धार्थ भने सिद्धार्थ साइरन भने साइरन ल जाउँ यहाँबाट कहाँ आवाज आएको छ त नि मैलेबाट आवाज आउँछ आरआरमा ढेडो पनि पर्छ भन्ने ज्वलन्त उदाहरण आरआरको ढेडो भयो अनुहार हेर न ब्याचलर गरेर अब यिनीहरू के भन्छन् मलाई थाहा छैन भ्लगर चाहिँ यी बनिसके यहाँ भ्लगिङ भइरहेछ त्यहाँ भ्लगिङ भइरहेछ अर्को त्यहाँ भ्लगिङ भइरहेछ ब्याचलर सकेर अरू त्यस्तै हो त्यही भ्लगर चाहिँ बन्ने भयो अँ यार उसको त हो नि है उसको त बिहे हेर त हिजो आउँदा केटो कन्याकुमार थियो अब हुनुपर्छ अब ब्याचलर सक्यो अब हुनुपर्छ है हामी दुईजनाको पनि यहाँ इन्टरभ्यू हाम्रो चाहिँ फेरि रिलेसनसिप वाला स्ट्याटस चाहिँ फेरि ब्रेकअप वाला भइदिएको के कुरो मैले बुझिनँ है यो केही पनि नबुझ्नु भनेको यसको अर्थै छैन कहिले हुन्छ त चेन्ज स्ट्याटस उसले जस्तो प्रगति गर्यो के भयो ब्याचलर त सकिएछ त के छ केही छैन सिसन बानियालाई फलप खुवाउने प्लान हो कि के हो गराएको नि त असीम श्रेष्ठ हो होइन फ्लप एक्जाम कस्तो भयो केटाहरूको ठिक हो बस यार अनि लक्ष्मणजी ड्राइभिङ सेन्टरको नै चिनेछ रोहित त गाइज हामीले भर्खरै डिजेको माइक वान नै हो है माइक टू चाहिँ होइन अब यो हाम्रो अनबक्सिङ हुँदैछ ठिक छ मन्त्र पढाउ न अघि पढिसके त कति भन्नु यो चाहिँ एक्सेसरिज होला यसको माइक चाहिँ यहाँ छ यसमा अरू केही पनि छैन ड्राइभर खै त देखाउ हेर ठिक छ होइन यसमा चाहिँ 2टा माइक छ
अहिलेको अडियो यो र अहिलेको अडियो यो भनेर ट्राई गर्नुपर्छ अहिले यो चाहिँ अहिले बिना माइकको अडियो हो अब हामी माइक कनेक्ट गरेर पनि देखाउँ यसमा वायरहरू होला होइन अरू पनि होला त्यसमा ब्याग होला सानो चार्जिङ केस पनि त्यो पनि होला त्यो पनि चाहियो नि हामीलाई के त्यो अहिले लाने अहिले लगिहाल्ने हेरौँ। त्यो माइकको त्यो छ फर्मवाला बुम हुन्छ नि यो चाहिँ चार्ज तारवाला होइन तार नहुनु वायरलेसको त्यो लट्ठी जस्तो मात्रै हो क्या त्यसको काम खास समाएर बोल्ने मात्रै हो यसमा माइक कनेक्ट गरौँ त साउन्ड आएको छ होला होइन त यो माइकबाट डिजिआईको माइकबाट रेकर्ड भइरहेको साउन्ड हो